आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई 1 विकेटले पराजित गर्दै कृतिमानी जित दर्ता गरेको छ। स्कटल्याण्डले दिएको 297 रनको विशाल लक्ष्य नेपालले 9औं नम्बरका ब्याट्सम्यान करण केसीको अभिजित शानदार अर्धशतकको मद्दतमा अन्तिम बल बाँकी छँदा 9 विकेट गुमाएर पूरा गर्यो। यो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले सफलतापूर्वक पूरा गरेको हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो। स्कटल्याण्डको डुन्डी मैदानमा भएको खेलमा यो नै सबैभन्दा धेरै रनचेज हो। यसअघि यहाँ नामिबियाले ओमान विरुद्ध 234 रनको लक्ष्य भेट्टाएको थियो। डुन्डीमा भएको खेलमा 297 रनको लक्ष्य पछ्याएको नेपालका लागि नायक बनेका करण केसीले 41 बलमा 3 चौका र 4 छक्का सहित अभिजित 65 रन बनाए। ओडिआई करियरको पहिलो अर्धशतक प्रहार गरेका उनलाई म्यान अफ द म्याच घोषित गरियो। एक समय 192 रनमा 7 विकेट गुमाएर दबावमा रहेको नेपाललाई करणले गुलसन झासँग मिलेर 8औं विकेटका लागि 60 रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए। रोमाञ्चक बनेको खेलमा करणले अन्तिम ओभरमा संयमित ब्याटिङ गर्दै नेपाललाई जित दिलाए। नेपालका लागि ओपनर कुशल भुर्तेलले 53, गुलसन झाले 42, भीम सार्कीले 40 र कप्तान रोहित पौडेलले 37 रनको योगदान दिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 296 रन बनाएको थियो। स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक 80 रन बनाएका थिए भने फिनले म्याक्रिथले 55 रन जोडेका थिए। बलिङतर्फ नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले समान 2-2 विकेट लिएका थिए। सन्दीप लामिछानेको नाममा 1 विकेट रह्यो। स्कटल्याण्डका लागि ब्रान्डम म्याकमुलेनले 3 विकेट लिए। लीग 2 मा नेपालले तेस्रो जित हात पारेको हो। जितसँगै नेपाल अङ्क तालिकाको 7औं स्थानमा उक्लेको छ। लीगको 13 खेलमा नेपालले 3 खेलमा जित, 8 खेलमा हार र 2 खेलमा अङ्क बाँड्दै 8 अङ्कमा तालिकाको 7औं स्थानमा उक्लेको हो। 6 अङ्क भएको युए 8औं स्थानमा झरेको छ। 17 खेलबाट 20 अङ्क जोडेको स्कटल्याण्ड अङ्क तालिकाको 4थो स्थानमा छ। 20 खेलबाट 26 अङ्क बनाएको नेदरल्यान्ड्स 26 अङ्कमा तालिकाको दोस्रो स्थानमा छ।